नमस्ते एवं हार्दिक स्वागत गर्न चाहन्छु वसन्त बस्नुभएका आदरणीय सम्पूर्ण युट्युब च्यानल तिनवटा प्रेमी साथीहरू र अन्य तिनवटा फलो गर्दै वसन्त युट्युब च्यानल फलो गर्दै हेर्नुभएका सम्पूर्ण साथीहरूमा आज हामी एउटा घुम्दै जाँदाखेरि बागलुङ जिल्ला बागलुङ नगरपालिका वडा नम्बर 13 पैपाटामा अवस्थित श्री त्रिभुवन माध्यमिक विद्यालयको थोरै साइडमा रहेको एउटा पार्कमा आइरहेका छौँ र यस्तै घुम्ने क्रममा एकजना साथी पार्कमा बसिराख्नु भएको छ र उहाँलाई यहाँको बारेमा लगायत सँगसँगै लिएर अन्य कुराहरू र सोधपुछ उहाँको एउटा प्रतिभा बारेमा सोध्नेछौँ र हेर्दै गर्नुहोला आदरणीय श्रोताहरू उहाँ हुनुहुन्छ। हजुर नमस्कार। नमस्कार नमस्कार। तपाईँको शुभ नाम के पर्यो? मेरो नाम तुफान मल्ल। मेरो घर चाहिँ जयमुनी नगरपालिका वार्ड नम्बर 5। हजुर 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 जयमुनी नगरपालिका वार्ड नम्बर 5 तुफान मल्ल। त्यो बिनाबारेमा नै पर्छ? बिनाबारेमा पर्छ। हजुर हजुर। म आज शनिबारको घुमफिरको उसमा आफन्तहरू थिए, त्यस कारण यसो घुमफिरको लागि यो पार्कमा हजुर हजुर आउँदा हजुरलाई भेट्नु भयो। हजुर हजुर। त्यसको लागि हजुरको शुभ नाम? मेरो नाम कविराज थापा। कविराज थापा। हजुर हजुर। अनि खास गरेर तपाईँ के को सिलसिलामा आउनुभएको थियो यो बलिया पैपाटामा? यहाँ आफन्त हुनुहुन्थ्यो मेरो दिदी, त्यसैको लागि घुमफिरको लागि आएको थिएँ। यहाँ रमणीय ठाउँ रहेछ पार्क। शनिबारको उसमा आउँदाखेरि पार्कमा यसो घुमफिर गर्न आएको बेला हजुर हेर्नु भयो। हजुर हजुर ठिकै छ। आज हामीले धेरैजना साथीहरूसँग होइन यस्तै पार्कमा भेट्यौँ र उहाँहरूसँग पनि धेरै एउटा प्रतिभाहरूको एउटा जमुरको एउटा ल्याउने एउटा कोसिस गरेका छौँ आदरणीय सम्पूर्ण मित्रहरू। र उहाँमा के कस्तो कला रहेछ त भनेर आज मैले थोरै एउटा जानकारी दिन चाहन्छु। तपाईँको प्रतिभाहरू? मेरो प्रतिभा त म गजल पनि गुनगुनाउँछु अनि कविताहरू कोर्छु। गजल पनि तपाईँले सिर्जना गर्नुहुन्छ? हजुर पहिला गरिन्थ्यो, अहिले त बुढो भइयो यस्तै छ होइन। अब त्यस्तै छ, पहिला गुनगुनाइन्थ्यो, डोरी पनि गाइन्थ्यो, गीतहरू पनि गाइन्थ्यो, सिर्जना पनि गरिन्थ्यो। तर अहिले आर्थिक पाराले गर्दाखेरि तर त्यसलाई अलि समय दिन सकिएन, त्यस्तै भइरहेको। अनि त्यसो त मित्रहरू बागलुङेहरू के खास गरेर त लोकगीत क्षेत्रमा धेरैवटा स्रष्टाहरू जन्मिराखेका छन् होइन। त्यसो त तपाईँहरूलाई धेरै थाहा छ र बागलुङलाई मात्र नभएर नेपाल लगायत अन्य एउटा विश्वका हरेक एउटा भूभागमा बस्ने सम्पूर्ण नेपालीहरूलाई एउटा जानकारी नै एउटा भएको विषय। आज तपाईँको प्रतिभाको बारेमा भन्नुपर्दाखेरि गीत गाउन सक्नुहुन्छ तपाईँले? म एउटा सानो लोकगीत गुनगुनाउँछु। हजुर हजुर। उहाँ माया गुरुङ देवीलाई सम्मान गर्दै उहाँकै गीत गुनगुनाउँछु। गाउँ सहरमा लमजुङ दरबार दिने थिए मायालाई फुल जस्तो जोबाना भइसक्यो मेरो घरबार भन्ने उहाँको गीत एउटा सानो गुनगुनाउन चाहन्छु। सुरु गर। बाला जोबान खेलेर गयो खेलेर गयो भैँसा जोबान सारा मायालाई भइगयो गाउँ सहरमा लमजुङ दरबार मायालाई दिने थिए फुल जस्तो जोबाना भइसक्यो मेरो घरबार। वाह वाह, पक्कै पनि तपाईँहरूले एउटा निकै एउटा मिठो प्रतिभाको धनी व्यक्तिबाट सुनिसक्नु भएको छ होला। उहाँको एउटा स्वरमा जुन एउटा मिठास छ, जुन ऊ छ, मलाई पनि एउटा निकै एउटा गौरव लाग्यो। अनि सर तपाईँले यतिको एउटा मिठो एउटा स्वरको एउटा धनी भएर लोकगीत क्षेत्रमा कतिको एउटा प्रभाव पार्न सक्नुभयो? लोकगीतमा मैले दोहोरी पनि गाउँछु, गाएको पनि छु होइन। कतिपय गीतहरू कलाकारहरूसँग त गाइयो पनि, तर आर्थिक पाटोले अलि साथ नदिएको हुँदा अब जाहेरको सिलसिलामा कहिले विदेश कहिले कता हुँदाखेरि यसलाई समय दिन सकिएन। पछाडिका दिनहरूमा हेरौँ कस्तो हुन्छ। शब्द सिर्जना पनि म आफै कोर्छु होइन। हजुर हजुर। पछाडि तपाईँहरूलाई पनि जानकारी गराउँला अनि त्यसपछि अनि म तपाईँहरूलाई सम्पूर्ण जानकारी गराउँछु। गजलको बारेमा पनि तपाईँले भनिहाल्नुभयो, गजल पनि पहिला सिर्जना गर्थेँ मैले भनेर। थोरै एउटा मिठो एउटा गजल थोरै एउटा उसमा वाचन गरिदिनुहोस् न। मैले 2060 सालमा म स्कुल पढ्ने उसमा कोरेको आफ्नै गजल छ, सानो हरफ तपाईँलाई म सुनाउन चाहन्छु। खुस कोठाभित्र पसी लाली लागी क्या मैया। वाह वाह। खुस कोठाभित्र पसी लाली लागी क्या मैया खैर अनि रातो कपालमा गाडी लागी क्या मैया। वाह। खुस कोठाभित्र पसी
लाली लागी क्या हो मैया खैरनी रातो कपालमा काली लागी क्या हो मैया तिम्रो छेउ गर्न सधैँ तिम्रो छेउ गर्न सधैँ झ्यालबाट हेर्ने गर्छु मैले हेर्ने झ्यालमा आचेर जाली लागी क्या हो मैया खुस्सा कोठाभित्र पसी लाली लागी क्या हो मैया बाको पैसा उडाउँछौ रे बाको पैसा उडाउँछौ रे उसकी बियर तान्दा तान्दै अस्ति किने जुस पाइट लाली लागी क्या हो मैया खुस्सा कोठाभित्र पसी लाली लागी क्या हो मैया यति नै पक्कै पनि साथीहरू निकै मिठो एउटा गजल तपाईँहरूले पनि सुनिसक्नु भएको छ र मलाई पनि निकै मिठो लाग्यो जुन एउटा गजलमा हुनु पर्यो जुन एउटा नेपाली जुन एउटा व्याकरणहरू हुन् निकै एउटा त्यसमा जुन एउटा मिलाएर गाउनुभयो वाचन गर्नुभयो हुन्छ त धेरै धेरै धन्यवाद हुन्छ सर हुन्छ हजुरको उसमा युट्युब च्यानलमा सब्सक्राइब गरौँला भेट्न पाइयो खुसी ला आफ्ना गीतहरू गुनगाउन पाइयो गजलहरू यो हाम्रो एउटा बसन्त च्यानल युट्युब च्यानल सर्च गरेर तपाईँले हुन्छ सर हजुरको च्यानललाई सब्सक्राइब गरेर हेरौँला होइन गीत पनि गाउँला गजल पनि यस्तै भेटघाट मौका तपाईँले भयो भने गाउँला हेरौँला हस् ल हुन्छ त साथीहरू आजको यस बसन्त युट्युब च्यानल हेरेर बस्नुभएका सम्पूर्ण साथीहरूलाई धेरै धेरै धन्यवाद र सँगसँगै लिएर बसन्त युट्युब च्यानल सब्सक्राइब गरेर यसमा भएका जुन एउटा कमी कमजोरीहरू औल्याइ तपाईँहरूका सुझाव सल्लाह प्रतिक्रियाहरूको धेरै गाँसा छ कमेन्ट भए कमेन्ट लाइक भए लाइक गरिदिनु होला भन्दै आजको दिनबाट यस बसन्त युट्युब च्यानलबाट म कविराज थापा एकल यात्री पनि बिदा हुन चाहन्छु हस्त नमस्ते